यदि आज तपाईँ र मैले संसारलाई निहालेर हेर्छौँ भने आज संसारका मानिसहरू चाहिँ एकदमै आफ्नो दौडमा दौडिरहेका छन्। उनीहरूले आफ्नो बिल्डिङ बनाउनको लागि, ब्याङ्क ब्यालेन्सहरू बढाउनका लागि, कार किन्नको लागि, लग्जरियस लाइफहरू जिउनको लागि, अहोदालाई कमाउनको लागि, पपुलारिटीलाई कमाउनको लागि, आफ्नो जीवनलाई सुखीमा राख्नको लागि, यो सबै कुरा गर्नको लागि संसारका मानिसहरू चाहिँ आफ्नो आफ्नो दौडमा दौडिरहेका छन्। अनि उनीहरू एकदमै भन्दा पनि धेरैभन्दा धेरै मेहनत गरिरहेका छन्। उनीहरूले सबै कुराको अरू मान्छेको केयर गर्दैनन्, अरू मान्छेको वास्ता गर्दैनन्। को मरिरहेको छ, को रोइरहेको छ, को कराइरहेको छ, कसलाई हेल्प चाहिएको छ, यो सबै कुराको व्यवस्था गरिकन चाहिँ उनीहरूले एकदमै सेल्फिस भइकन, स्वार्थी भइकन उनीहरूले आफ्नै जीवनको लागि मात्र हेरिकन उनीहरूले संसारमा एकदम दौडिरहेका छन् प्रिय। अनि यो सबै कुरो गर्नको लागि, यो सबै कुरो उनीहरूले कमाउन चाहिरहेका छन्, यो सबै कुरो उनीहरूले प्राप्त गर्न चाहिरहेका छन्। अनि यसको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ आफूलाई सन्तुष्टि राख्नको लागि, आफूलाई सेटिस्फाई हुनको लागि। तर उनीहरू जति कमाउँछन्, जति पनि गर्छन्, उनीहरू सेटिस्फाई हुन नै सकिरहेका छन्। उनीहरू एकदमै खुसी हुनको लागि त्यो कुरा सबै गरिरहेका छन्। तर उनीहरू त्यो सबै खुसी पाउनको लागि जति पनि काम गरिरहेका छन्, मेहनत गरिरहेका छन्, अनि त्यसको पछि लागेर उनीहरूले खुसी त कमाउन खोज्छन्, तर उनले खुसी कमाउन सकिरहेका छन्, सेटिस्फाई कमाउन सकिरहेका छैनन्। तर उनीहरूले त्यो कमाउनेको पछि लागेको कारणले गर्दा उनीहरूले दुखाइ भएर असन्तुष्टको जीवन जिरहेका छन्। त्यो कुरा चाहिँ उनीहरूलाई पनि थाहा छैनन्, त्यो कुराबाट चाहिँ उनीहरू पनि विदित छैनन्। तर म त्यसलाई प्रिय तपाईँलाई के भन्न चाहन्छु भनेदेखिलाई, आज तपाईँ र मैले जति पनि संसारमा कमाएको धन सम्पत्ति, अहोदा, पपुलारिटी र सबै यो अहोदा, लग्जरियस लाइफहरूले चाहिँ तपाईँ र मलाई कहिले पनि सेटिस्फाई गर्न सक्दैन। हामीले सन्तुष्टि कमाउन सक्दैनौँ, सन्तुष्टिलाई चाहिँ हामीले एचिभ गर्न सक्दैनौँ। यो एचिभ गर्ने कुरो नै होइन। किनभनेदेखिलाई मैले धेरै बायोग्राफीलाई पढेको छु, अनि धेरै केस स्टडीहरूलाई मैले पढेको छु, अनि धेरै हामीले न्युज पनि सुन्ने गर्छौँ। धेरै धन सम्पत्ति भएका मान्छे, ठुलो बिल्डिङ, ठुलो प्रपर्टी, कार, ब्याङ्क ब्यालेन्स, पपुलारिटी, धन सम्पत्ति सबै कुरा भएको धेरै ठुला मानिसहरूले पनि अन्तमा गएर सुइसाइड गरेर, आत्महत्या गरेर चाहिँ आफ्नो जीवनलाई अन्त्याएको छ, आफ्नो जीवनको एन्ड गरेको छ। अब किन चाहिँ यस्तो धनी मान्छेहरूले पनि सुइसाइड गरेर चाहिँ मरिएको छ भनेर हामी एकदमै चकित हुन्छौँ, हामीलाई एकदमै सक लाग्छ। तर किन भन्दा चाहिँ संसारमा सबै कुरो उनीहरूले प्राप्त गरे तापनि अन्तमा गएर उनीहरूले सेटिस्फाई पाउन सकेन। अन्तमा गएर उनले आफ्नो जीवनमा, अन्तमा गएर उनले आफ्नो जीवनमा त्यो खुसीलाई प्राप्त गर्न सकेन, सेटिस्फ्याक्सनलाई प्राप्त गर्न सकेन। त्यसै कारण गर्दा अन्तमा गएर चाहिँ त्यो मानिस चाहिँ आफूले आत्महत्या गरिकन चाहिँ उसले आफ्नो जीवनलाई अन्त्याउँछ प्रिय। अनि यो कुराको विषयमा चाहिँ एकदमै हामीले बाइबलमा एकदमै मिठो कुरा पाउँछौँ। अनि यहाँनिर बाइबलमा पौलले एकदमै मिठो कुरा भनेको छ, म तपाईँको अगाडि म पढ्न चाहन्छु। यहाँ फिलिप्पी 4:11 चाहिँ पौलले यसरी भनेको छ, खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु। यहाँनिर चाहिँ पौलले चाहिँ यसरी भनेको छैन कि जुनसुकै परिस्थितिमा, घटी कमीमा अनि प्रशस्ततामा चाहिँ मैले सन्तुष्टि चाहिँ प्राप्त गरेको छु भनेर पौलले भनेको छैन। तर सन्तुष्टि हुन चाहिँ मैले सिकेको छु। जस्तोसुकै परिस्थिति आओस्, जस्तोसुकै समस्या आओस्, कहिले घटी कमी, उतार चढाउ, तल माथि, कहिले प्रशस्तता, कहिले एकदमै दुःख, जस्तोसुकै स्थिति आए तापनि मैले सन्तुष्टि हुन चाहिँ सिकेको छु भनेर भनेको छ। भन्नुको मतलब चाहिँ आज तपाईँ र मैले संसारमा चाहिँ कुनै पनि कुरोलाई प्राप्त गरिकन, संसारमा भएको जति पनि धन सम्पत्तिलाई, पैसालाई, सुन चाँदी, अहोदालाई, पपुलारिटीलाई, सबै कुरोलाई हामीले प्राप्त गरेर चाहिँ, सबै कुरोलाई चाहिँ आफ्नो हातमा पारेर चाहिँ हामीले कहिले पनि हामी सन्तुष्टिलाई चाहिँ प्राप्त गर्न सक्दैनौँ। तर सन्तुष्टि चाहिँ हामी चाहिँ परमेश्वरको वचनमा रहेर, परमेश्वरको वचन मुताबिक जिएर, पौलले भनेअनुसार चाहिँ तपाईँ र मैले सन्तुष्टि हुन चाहिँ सिक्नुपर्छ प्रिय। यदि तपाईँ र मैले सन्तुष्टिलाई चाहिँ प्राप्त गर्न खोजिरहेका छौँ भनेदेखिलाई चाहिँ त्यो चाहिँ एकदमै असम्भव हो। कसैले पनि पाउन सक्दैन सन्तुष्टिलाई। सन्तुष्टिलाई प्राप्त गर्न कसैले पनि सक्दैन। चाहे संसारका मानिसहरू होस्, चाहे प्रभुको फलोवर्सहरू होस्, चाहे क्रिस्चियनहरू होस्, सन्तुष्टिलाई चाहिँ प्राप्त गर्न सक्दैन। सेटिस्फ्याक्सनलाई चाहिँ हामीले एचिभ गर्न सक्दैनौँ। बट द फ्याक्ट अफ द म्याटर इज वी हेभ टु लर्न टु बी सेटिस्फाई इन जिजस क्राइस्ट, लर्निङ फ्रम हिज वर्ड्स, लर्निङ फ्रम हिज टिचिङ्स। उहाँको टिचिङद्वारा, उहाँको वचनद्वारा, उहाँको जीवनशैलीलाई हेरिकन उहाँलाई मोडल बनाएर, यसो कुरालाई चाहिँ मोडल बनाएर चाहिँ हामीले सन्तुष्टि चाहिँ हुन सिक्नुपर्छ। तब मात्र हामीले हाम्रो आफ्नो जीवनमा चाहिँ हामी खुसी रहन सक्छौँ, सन्तुष्टि रहन सक्छौँ। तर यदि सन्तुष्टिलाई चाहिँ तपाईँ मैले अहिलेसम्म पनि एचिभ गर्न, प्राप्त गर्न खोजिरहेका छौँ भनेदेखिलाई चाहिँ त्यो चाहिँ एकदमै अनसक्सेस हुन्छ। त्यो चाहिँ एकदमै हामी व्यर्थमा हामीले दौडिरहेका छौँ। तर हामी प्रभुमा रहेर हामीले 2 दिनको जीवनमा चाहिँ हामीले सन्तुष्टि हुन सिक्नुपर्छ। यही कुरा म तपाईँलाई भन्न चाहन्छु अनि एन्करेज गर्न चाहन्छु। अनि फेरि पनि सबैजनालाई जय मसीह।